गुरुदेवको आगमन भएको छ। हामी ज्यादै हर्षित छौँ। हामी मात्र होइन, व्यासासन पनि हर्षित छ। तसर्थ आज सद्गुरुदेव प्रातस्मरणीय, वन्दनीय, पूजनीय, ध्रुवनीय आदरणीय गुरुदेवको आगमन भएको छ। आचार्य पण्डित श्री नारायण प्रसाद गैरे गुरुदेवको आगमन भएको छ। यसको लागि सबैले जोरदार ताली बजाएर सम्मान गर्नुहोला। प्रत्येक गुरुदेवको उत्पत्तिको भए पनि सबैले सकिन्छ उठेर स्वागत गरिदिनुहोला। सद्गुरुदेव भगवानको हामीहरूले यति बेलासम्म यो भागवतीय कथाको आनन्द लिइराख्यौँ, किनकि भागवत वास्तवमा शब्द नै हो। शब्द रसमा हजुर हामीहरू डुब्ने प्रयत्न गऱ्यौँ। जसरी शब्द, स्पर्श, रूप, रस र गन्ध यी 5 विषयहरू हुन्छन्, यिन विषयहरूलाई नै सेवन गरेर हाम्रा इन्द्रियहरूले हजुर हाम्रो भित्र रहेको चेतनालाई विकसित गरिराखेका हुन्छन्।